हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अनि आफ्टर लङ टाइम पछि चाहिँ म फेरि युट्युबमा सानो खालको भिडियो लिएर आइसकेँ होइन। सधैँ युट्युबमा भिडियो हाल्छु, भिडियो बनाउँछु सोच्छु, तर आएदेखि कामले यताउता गर्दाखेरि भिडियो बनाउन नि झ्याउ लाग्छ कि। अहिले पनि म काममै जान्ला होइन। अनि हतार हतार तै पनि सानो खालको भिडियो भयो भने रेकर्ड गरौँ न भनेर जान्ला है अब काममा। बसमा चढेर क्यामेरा निकालिसकेपछि चाहिँ मेरो बोली निस्किन हल्का गाह्रो भएको जस्तो अवस्था लाग्यो। धेरै पछि क्यामेरा निकालेर होला मलाई बोल्न पनि अजिब अजिब लागेको। र अहिले चाहिँ म क्यामेरालाई ब्याक गर्दै तपाईँहरूलाई यो जापानको सिनहरू देखाउँदै होइन केही कुरा गर्दैछु। कुरा के हो भन्दाखेरिमा खासमा यो चिल्लो रोडहरू र होइन बसको सफर गर्दाखेरि चाहिँ नेपालमा त्यो हुन्छ नि, हाम्रो गाउँतिर जाँदाखेरि लङ ड्राइभमा त्यो लोकदोहोरी गाना सुनेर हिँडेको जस्तो फिल त आउँदैन। तैपनि यो बाहिर देखेको दृश्यहरूले चाहिँ तपाईँहरूलाई केही हदसम्म भुलाउने काम चाहिँ गर्छ होइन। तर हाम्रो जुन त्यो नेपालमा हाइवेमा गाडी चढ्दाखेरि साइडमा दोहोरी गीत अनि त्यो हाम्रो बसको दाइहरूले ल है ल ठाउँ आइपुग्यो, यो आइपुग्यो, त्यो आइपुग्यो भन्दाखेरि चाहिँ त्यो कुराहरू चाहिँ हल्का मिसमिस जस्तो लाग्दो रहेछ। तर खैर अहिले हामी विदेशमा छौँ भनेपछि साइडको सिनहरूलाई पनि मजा लिन पर्ने हुन्छ होइन। अनि यो बाटो देख्दाखेरि चाहिँ फेरि कटक्क मनै खान्छ नि त। साइडमा देख्न सक्नुहुन्छ तपाईँले ट्रेनको पटरी छ, बिचमा रोड छ, साइडमा के अरे समुद्र छ, समुद्रमा जहाजहरू छ, डुङ्गाहरू छ होइन। अनि बसमा तपाईँ र हामी छौँ, त्यति भएपछि त पुगिहाल्यो नि होइन। अनि त्यो साइडमा त्यो टपमा देखिरहेको हिमाल चाहिँ फुजी हिमाल हो क्या। तर नाङ्गो आँखाले त्यस्तो खासै देखे पनि, तर यो भिडियोमा त्यस्तो देखे जस्तो चाहिँ लागेन मलाई होइन। तर मैले भनेपछि पत्याउनुहोस् कि त्यो फुजी हिमाल हो। त्यही भएर रमाइलो छ। अब काममा बिस्तारै जानुपर्ने हुन्छ। ठ्याक्कै काममा आइपुगेको थिएँ। अनि अब चाहिँ यसो खाजासाजा किनौँ होइन। खाजा खानुपर्छ नि त, 8-9 घन्टाको सिफ्ट गर्दाखेरि। त्यही भएर खाजासाजा किनौँ। अनि त्यहाँबाट काम गर्नुपर्ने हुन्छ। 2-3 बजे अब बेलुकासम्म काम गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र यता भेटौँला गाइज। खाजा किन्न सुपर मार्केटतिर अहिले गई खाजा किन्न आउने सधैँको पसल चाहिँ यही हो क्या। ठक्क त्यही भएर खाजासाजा लिउँ अनि जान पर्ने हुन्छ। हामी चाहिँ काममा 8-9 घन्टाको सिफ्ट काममा त्यहाँ कपाल पनि कस्तो नमिल्यो, कस्तो औडा देखियो। ल खाजा किन मैले पहिला केरा लिगौँ, त्यसपछि अनि एउटा लिगौँ अहिले। केही छ मैले खाने छैन, दुइटा लिएर ए आजको लागि। केही समयको काम गराएपछिको यो थकित अनुहार देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। अनि हाम्रो यो कामको ड्रेस भइहाल्यो। अनि एकछिनको सानो खालको छुट्टी है चाहिँ अब चाहिँ हामी कामसाम सकेर घर फर्किने क्रममा फेरि उही बसमा, फेरि त्यही अगाडिको फ्रन्ट सिटमा। अनि यति बेला चाहिँ त्यो घरको बेडभन्दा पनि यो बसको सिट चाहिँ एकदम रमाइलो लाग्छ कि। किनभने त्यो थकित शरीरलाई यो बसको सिटमा ढाल्न पाउँदाखेरि चाहिँ एकछिनलाई चाहिँ स्वर्गीय आनन्द नै आउँछ। त्यही भएर अब चाहिँ हामी बिस्तारै घर फर्किँदैछौँ। अहिले रातिको 12 बजिसकेको छ। अनि हाम्रो सडकको अवस्था यस्तो छ, गाडीको साउन्ड अनि बसमा रहेका साथीहरूको हो हल्लासँगै हामी चाहिँ घर फर्किँदैछौँ है। 8 घन्टाको सिफ्ट थकित शरीर लिएर म चाहिँ बसको राइड गर्दैछु। हेलो के छ, फर्किँदा यस बेला हुन्छ नि त। अनि कामबाट भर्खर फर्किँदैछु म चाहिँ होइन कामबाट। बिहान जाँदाखेरि उज्यालै थियो, अब रात परिसक्यो। अनि फर्किँदै हो कामबाट। जाडो छ हौ लास्टै। अब त कति पुग्यो होला त्यो पनि, वेदर पनि 0 लगभग 0 नै होला है। वेट सेकेन्ड वेदर चेक गरौँ।
हिजो अस्ति पनि 0-0 थियो क्या, नेट पनि चल्दैन त्यसलाई के हो। बाहिर पुरै सुनसान छ क्या, एक रहेछ एक के अहिले सिजौकामा। बिहान म जाँदाखेरि होइन कति बजे थियो भन्दाखेरि 2:30 जति भएको थियो होला गाडी चढ्दाखेरि। 2 बजे गाडी चढिन्छ नि त सधैँ। अनि त्यहाँबाट फर्केर आउँदाखेरि अहिले ठ्याक्कै कति 1 बज्यो, 1:20मा झारिदिन्छ गाडीले। अब गयो, भात खायो, सुत्यो बिस्तारी, फेरि भोलि बिहान उठ्यो, भोलि पनि काम छ। सेम रुटिन हो क्या। यहाँ आएपछि होइन दिनकै एउटै रुटिन भएर चाहिँ कस्तो त्यो हुन्छ नि, एउटा त्यो मिम थियो नि, म टाइम लुपमा फसेको छु क्या हो भन्ने टाइपको क्या, त्यस्तै फिल हुन्छ बेला बेलामा। तर ठिकै छ, अब घर जाऊँ है सिधै। अनि आज सानो खालको भिडियो बनाएँ। यस्तै हो दिनचर्या सधैँ, बिस्तारै बिस्तारै हुन्छ नि, बानी पर्दैछ यो लाइफमा पनि। अब हेरौँ के हुन्छ। बाँकी अरू भिडियोमा भेटौँला। सी यू इन नेक्स्ट भिडियो है त गाइजहरू। गुड नाइट।